केटाको रासा आउँदै हुन्छ ठिकै राम्रो जुत्ता मिच्ने त हम्काउँदै गर्नु नानी सरलाई ल रासा आउँदै हुन्छ है रासा आउँदै हुन्छ हेर्नुहोस् त रासा हाम्रो मानिसहरू उठ्नै हुँदैन केही खानु हुँदैन स्याउ सुन्तला भेज मोमोहरू सब त्यही डङ्गुर छ अङ्गुरको पनि त्यही डङ्गुर छ खानु नै हुँदैन हाम्रो मानिसर के भएको होला आँखा पनि हुँदैन हाले ओमाले र हाले हानि कुदैन ओमाले मरिसक्यो के रह्यो मलाई यति पैसा मैले कामलाई के भन्नुभयो मरिसक्यो के हेर्न पत्ता जा माने सर मैले तपाईँलाई बच्ची छु हेरेँ बिहान बेलुका बाँच्छु अगाडि भात पाएँ कलेजले जोडेर नजानु कलेज जान्छ मैले ल उठ तैँलेलाई धेरै माया गरिस् स्याहारिस् ल तँलाई 230 रुपियाँ मैले तपाईँलाई छोडेर जानु कोही तपाईँले बिहान चिया बिस्कुट दिउँसो खाना खानुहुन्थे खाजा खानुहुन्थे तपाईँलाई छोडेर जानुभयो मलाई लैजानु चाहन्छ ल धेरै नाटक धेरै उठ तैँले यसलाई धेरै खाना दिस् ल तँलाई 20 रुपियाँ हाले सर मैले तपाईँ बच्चेदेखिबाट यत्रो उपचार गरेँ आफ्नो छोरालाई भन्दा बढी माया गरेँ तपाईँको म उपचारको लागि रात दिन खटिरहेँ त्यही तपाईँलाई आज भन्दा छोडेर जानुभयो माले सर किन माले सर ल धेरै नाटक धेरै भयो यसलाई म के व्यवस्था गरिदिन्छु तँ पनि नआए यसलाई मेरो खाजातिर गाई खन्दे डाँडातिर लिएर यसलाई यसको लुगा यसको खानेकुरा खाट सोफा सबै लिएर जा बस यहाँ पूजापाठहरू गराएर सबलाई स्वच्छ बनाइदिएर ठाउँलाई सुतेर ठाउँ म एउटा नयाँ मान्छे तपाईँ के भयो चिन्ता नगरे त ल यो अन्त राम्रो माले ल पैसा पनि पाइयो बाँचियो पनि ल पुरा है त अब पैसा पनि पाइहाल्यो क्या त रमाइ छ पैसा पाएन नमस्ते मेरो नाम विक्रान्त रणबहादुर यो नाटकको राजा नमस्ते मेरो नाम सुजन र यस नाटकमा मैले बाजे डाक्टर यानि लक्ष्मीनारायण दाहालको रोल गरेको छु नमस्ते मेरो नाम प्रतीक म यो नाटकमा चिफ माइन्ड बनाएको छु नमस्ते मेरो नाम असिम म यो नाटकमा गोरी बनेको छु नमस्ते मेरो नाम दिवस यस नाटकमा म साडी बनेको छु